ध्यान गर्नुभन्दा पहिले हामीले आफ्नो मनको स्वभावलाई बुझ्ने। हाम्रो मन प्रतिपल तरल जस्तै छ, एकै ठाउँमा स्थिर भएर बस्दैन। अधिकांश हेर्न सक्छौँ, कतिजनालाई पढ्न मन लाग्दैन। भगवान गौतम बुद्धको पालामा जस्तो ध्यानको सुविधा थियो अहिले त्यस्तो छैन। किनभने बुद्धले ध्यान गर्ने समयमा मान्छे डिप्रेस थिएनन्। त्यो समयमा यत्रो तनाव पनि थिएन, सुविधा पनि थिएन, यत्रो टेक्नोलोजीको विकास पनि भएको थिएन, जस कारणले गर्दाखेरि मनुष्यमा यति धेरै डिप्रेस भएको अवस्था थिएन। डिप्रेसनको कुरै गर्दै गर्दा मानिसले ठ्याक्कै कसरी थाहा पाउने म डिप्रेसनमा छु होइन? किनभने मानिसहरूले भनिरहेको हुन्छन् मलाई धेरै रिस उठ्यो डिप्रेसन, मलाई त रिसै उठ्दैन, यो पनि एउटा काइन्ड अफ डिप्रेसन। कसरी ठ्याक्कै डिप्रेसनको मिनिङ के हो र मान्छेले कसरी थाहा पाउने? अब यो डिप्रेसनलाई डिफाइन गर्ने हो भने सामान्यतया जुन नर्मल मनुष्य होइन, जुन मानवले जसरी आफ्नो जीवनयापन गरिरहेको हुन्छ, नर्मल लाइफ होइन बिताइरहेको हुन्छ, त्यस्तो नहुनु भनेको सामान्यतया मनमा समस्या हुनु। डिप्रेसनमा हुनुहुन्छ भने नर्मली तपाईँहरूले मेडिटेसन सुरु गर्नुहोस्, ध्यान खोज्नुहोस्, डिप्रेसनबाट बाहिर आउन सक्नुहुन्छ। मैले अहिले तपाईँलाई सिम्पली डिप्रेसनबाट बाहिर आउने सिम्पल ट्रिक्स भन्दाखेरि सजिलो क्या, एकदमै सरल, घरमा जसले पनि गर्न मिल्ने। तपाईँले सरी भन्न सुरु गर्नुहोस्, तपाईँले माफ माग्न सुरु गर्नुहोस्। हामी त्यो हामीमा त्यो हेर्दा पनि कस्तो छ भने हामी भित्रै अक्कड छ। अलराइट गाइज, वेलकम ब्याक टु आवर नेक्स्ट एपिसोड। आजको एपिसोडमा हामी कुरा गर्नेछौँ ध्यानका कुरा। सो आज हामीसँग हुनुहुन्छ पवन कटवाल, जो चाहिँ हाम्रो गुरु कृपा फाउन्डेसनका संस्थापक पनि हुनुहुन्छ। यहाँलाई स्वागत छ हाम्रो पडकास्टमा। हस्, यहाँलाई धन्यवाद छ। सो आज हामी बेसिकली मोर ओभर कुरो गर्नेछौँ ध्यान सम्बन्धी कुरा, अनि यो अहिले भइरहेका यो कलियुगका कुरा, अनि त्यसपछि मान्छेहरूमा घर घरमा भइरहेको डिप्रेसनका कुरा। सो फर्स्ट अफ अल म सुरु गर्न चाहन्छु यहाँको यो गुरु कृपा फाउन्डेसन स्टार्ट गर्न यहाँलाई कहाँबाट मन आयो, कसरी सोच्नु? यो गुरु कृपा फाउन्डेसनको बारेमा बुझ्नको लागि चाहिँ थोरै हामी यो शब्दबाट पनि हामी केही कुराहरू विश्लेषण गर्न सक्छौँ। गुरु कृपा भनेको चाहिँ प्रष्ट छ, गुरु र कृपा जोडिएर मिलेको शब्द हो, शब्दावली हो, जहाँ अध्यात्मको गहिराइमा हामी प्रवेश गर्दै गयौँ भने हामीलाई हरेक अवस्थामा हाम्रो जीवनलाई अगाडि बढाउनको लागि हामीलाई कसै न कसैको सहायता छैन, कोही न कोही व्यक्तिको हामीलाई सहयोगको आवश्यकता। तसर्थ आध्यात्मिक यात्राको लागि चाहिँ हामीलाई गुरुको आवश्यकता हुन्छ। र जब हामी गुरुको साथ, गुरुको सहयोगद्वारा हामी अगाडि बढ्दै जान्छौँ, तत्पश्चात हाम्रो जीवनमा निरन्तर हामीले ब्लेसिङ पाउने गर्दछौँ। यो ब्लेसिङको अनुभूति गर्न हामी एकदम गहिराइमा प्रवेश गर्नुपर्छ होइन? त्यो चाहिँ त्यही शब्दावलीलाई हामीले हेर्ने हो भने जहाँ गुरु यो सारा ब्रह्माण्डमा फैलिएको छ, यो फैलिएको ब्रह्माण्डलाई हेर्ने हो भने चारैतिर गुरु मात्रै भेटिन्छ। किनभने म सानो बेलामा मलाई मेरो आमा बुवाले गुरुको भूमिका निर्वाह नगरिदिया भए आज म यस्तो हुन्न थिएँ होला। त्यसकारण मलाई मेरो साथीभाइ, इष्टमित्र, मेरो यो खोला नाला प्रकृति यो सबै गुरु। त्यसकारण त्यहाँबाट आएको यो गुरु कृपा अत्यन्तै पवित्र छ। र यो गुरु कृपा फाउन्डेसन हामीले यसैको आधारमा होइन, यो अध्यात्मको गहिराई अथवा अध्यात्मको खोज गर्ने क्रममा हामी आफूलाई कसरी अगाडि बढाउन सकिन्छ, जीवनलाई कसरी अगाडि लिएर जान सकिन्छ, अझ धेरै सरल कसरी बन्ने होइन, अहिलेको अवस्थामा हामी आफूभित्रको सरलतालाई कसरी हामी प्रकट गर्न सकिन्छ, यसको खोज स्वरूप हामीले गुरु कृपा फाउन्डेसन संस्था हामीले स्थापित गऱ्यौँ। र यो चाहिँ यो गहिरो तलमा ध्यानको क्रममा हामीलाई त्यो दिव्य अनुभूति, त्यो दिव्य पात्रता, दिव्य योग्यताबाट प्रेरित भएर हामीले यो गुरु कृपा फाउन्डेसन संस्था स्थापना। सो यो यात्रामा सबैभन्दा पहिलो पटक हुन्छ नि, अब ध्यान बस्दाखेरि, अहिले पनि हामी ध्यान बस्दाखेरि इभन मलाई मेरो ध्यान कन्सन्ट्रेट म गर्न सक्दिनँ होइन? तपाईँको चाहिँ फर्स्ट टाइमको अनुभव कस्तो रह्यो, कस्तो थियो? यो ध्यानको कन्सन्ट्रेट गर्नको लागि
अघि जुन यहाँले भन्नुभयो हामीले कठिन हुन्छ ध्यान गर्न त्यति चान्चुने कुरा चाहिँ होइन नजान्दाखेरि जाने पनि असाध्यै सरल र सहज हुन्छ त्यसकारण यो ध्यानको क्रममा हामीलाई गुरुको सहायता गुरुको आवश्यक पर्ने यही कारणले पनि हो र पहिलो पटक यो हामीले गहिरो ध्यानमा जाने क्रममा चाहिँ त्यो केही पात्रता केही योग्यताहरू छ भने केही दिव्य अनुभूति चाहिँ हुन्छ जस्तो मलाई सामान्यतया सानो छँदा नै त्यस्ता खालका केही घटनाहरू जुन पहिले नै घटेको थियो त्यो पछि बुझ्नलाई धेरै समय लाग्यो केही समय चाहिँ आफै कन्फ्युज भएर बसेँ किनभने कति कुराहरू बताइदिने भनिदिने होइन हामीलाई देखाइदिने मार्ग बताइदिने मान्छे नहुँदा हामी अन्यल पनि हुन्छौँ त्यसकारण ध्यान शब्दबाट पनि हामी प्रष्ट हुन्छौँ ध्यान भनेको चाहिँ आज मनुष्यले खोजेको विषय पनि हो त्यसकारण मैले अनुभूति गर्दा चाहिँ हेर्दा एकदमै गहिरो त्यो फरक अनुभूति थियो जसलाई हामीले एक्सप्लेन पनि गर्न सकिँदैन किनभने त्यो दिव्य अनुभूति हो त्यसलाई एक्सप्लेन गर्नको लागि चाहिँ तपाईँले कसैलाई अब यति धेरै प्रेम गर्नुहुन्छ आफूभित्र आनन्द छ खुसी छ भने चाहिँ जति भने पनि त्यो कम हुने भएको भएर फरक अनुभव थियो दिव्य आनन्द सो यो ध्यानको पनि किसिम हुँदो रहेछ सो यो डिफ्रेन्ट जनरा के हो हामी सबै एउटै भन्छौँ खासमा के हो यो चाहिँ अब यो वास्तवमा यो ध्यानको गरिमा नै यस कारणले हो बाटो सबैको अलग अलग भए तापनि हाम्रो पुग्ने डेस्टिनी चाहिँ एउटै हो यहाँबाट के बुझ्न सकिन्छ सबैले खोजेको खोज के हो भने ध्यान खोजेको छ आज हरेक मनुष्यको मनोवैज्ञानिक जुन भित्री कुरालाई हामीले गहन अध्ययन गर्छौँ भने त्यहाँ के पाइन्छ भने हामीले ध्यान खोज्छौँ कि किनभने तपाईँ बाटोमा कहिलेकाहीँ हिँड्दै गर्दा अथवा पार्टी बिहे भोजमा कतै जानुभयो भने सबैले मलाई ध्यान दिए हुन्थ्यो भन्ने लाग्छ होइन सबैले आफूलाई कन्सन्ट्रेट गर्दै हुन्थ्यो मलाई अलिकति होइन एकदम उहाँहरूले ध्यान दिएदेखि सबै हामीले ध्यान खिचिरहेछौँ कि हामीले खोजी पनि रहेछौँ ध्यान किनभने प्रतिपल व्यक्तिले ध्यानको लागि कयौँ पैसा खर्च गरेर कहिले राम्रो कपडा लगाएर राम्रो लुगा लगाएर अथवा आफ्नो जीवनशैलीलाई हामीले महत्त्वपूर्ण रूपमा हामीले ध्यान खिच्नकै लागि आफूमा धेरै खर्च पनि गर्छौँ त्यसकारण सबैको बाटो अलग अलग हो तर पुग्ने एउटै ठाउँ जहाँ हामी हाम्रो जीवनको अन्तिम ध्यान भनेको चाहिँ त्यो परम आनन्दको अवस्था हो है अब कसैले ओम शान्तिको मार्फतबाट जानुहुन्छ कसैले अन्य विभिन्न माध्यमबाट जानुहुन्छ होइन र सबै माध्यमको गन्तव्य लक्ष्य एउटै नै होइन यहाँ कुनै पनि मतभेद छैन मतभेद लाग्न सक्छ विभेद पनि लाग्न सक्छ अथवा त्यसमा केही न केही होइन त्यसमा कति कुराहरू चित्त नबुझ्न सक्छ र सबैलाई आफ्नो सुविधाले आफू स्वतन्त्रताका साथमा हामीले कहाँबाट जाने आफ्नो बाटो आफै चयन गर्ने हामीलाई छुट पनि छ है यो पूर्ण स्वतन्त्रताको कारणले यो अझ एकदमै धेरै सुसज्जित पनि सो मोरओभर अनि हामी कुरा गर्छौँ नि यो एकदम मान्छेहरू अहिलेको यो युगमा सो ध्यान गर्न चाहने एकदम इभन मलाई पनि ध्यान गर्ने इच्छा छ होइन तर ध्यानमा बस्दाखेरि म कन्सन्ट्रेट लिटरली गर्नै सक्दिनँ सो हामीलाई हेर्ने भ्युवर्सहरू पनि सायद यो उसमा परिराख्नु भएको छ होइन सो यो सल्युसन चाहिँ यहाँले कसरी बताइदिनुहुन्छ किनभने मलाई लिटरल्ली मेरो फ्यामिलीले गरेको देखेर मलाई मन छ ध्यान गर्न आई एम अ पिसफुल सोल भन्न मन छ तर म ध्यानमा बस्दाखेरि मेरो माइन्ड बिजनेसमा हुन्छ या मेरो माइन्ड अब साथीभाइमा हुन्छ कहाँ घुमेको घुमै हुन्छ क्या यो चाहिँ खास के हो भने सबैभन्दा हामीले यहाँ बुझ्नुपर्ने विषय के हो भने हाम्रो मनको स्वभावलाई बुझ्नुपर्छ मेरो मन कस्तो ध्यान गर्नुभन्दा पहिले हामीले आफ्नो मनको स्वभावलाई हाम्रो मन प्रतिपल तरल जस्तै छ एकै ठाउँमा स्थिर भएर बस्दैन अधिकांश हेर्न सक्छौँ कतिजनालाई पढ्न मन लाग्दैन होइन पढ्नमा ध्यान लाग्दैन अथवा उसलाई खेल्न चाहिँ ध्यान भनेको त्यो विषयमा ध्यान लाग्छ जुन विषय उसलाई भित्रबाट रस अब हरेक व्यक्तिलाई हेर्ने हो भने आँखा चिम्म गर्नु मात्र ध्यान हो भन्ने बुझ्यौँ हामीले मनको स्वभावलाई बुझ्यौँ भने आँखा बन्द गर्नु मात्र ध्यान होइन किनभने मैले 100% कुनै पनि काम गर्दैछु नि जस्तो म बोलिरहेको छु कम्प्लिटली म बोल्नमा ध्यान लगाउँदैछु भने त्यहाँ पनि ध्यानको घटना जस्तो खाना पकाउँदैछु कम्प्लिटली खाना पकाउन ध्यान लगाउन सकिन्छ म हिँडिरहेको छु
यहाँ हिँड्दा हिँड्दै मैले कहाँ आफ्नो साथीलाई सम्झिन्छु, फलानुले मलाई यति पैसा दिनु थियो, उसले मलाई यो दिएको छैन, त्यसले किन दिएन, अथवा फलानुले यस्तो चित्त दुखायो, मलाई यस्तो भन्यो, किन भन्यो, हामी बाँडिएका छौँ कि। त्यसकारण 100% घटना घट्नको लागि मेरो शरीर मेरो मन एक ठाउँमा स्थिर, किनभने अहिले जति शरीर र मन जति अलग हुन्छ तपाईँ त्यति धेरै तनावमा जानुहुन्छ। स्ट्रेस भनेकै त्यही हो। आज तपाईँ स्थिर भएर एक ठाउँ किन बस्न सक्नु भएको छैन, आँखा बन्द गर्न किन गाह्रो हुन्छ, किन भन्दाखेरि तपाईँको मन अरू कुनै दुनियाँमा, अरू कसैको यादमा अथवा शरीरबाट भागिरह, त्यो मनलाई खिचेर तानेर एक ठाउँमा ल्याउन सक्नुहुन्न जबसम्म, तबसम्म तपाईँलाई ध्यान पनि लाग्दैन र आनन्द भन्ने पनि तपाईँले थाहा पाउनुहुन्न। बरु उल्टो विक्षिप्त बन्ने, झन् धेरै के हो यो, झन् विचार आउँदो रहेछ। आँखा बन्द गर्नुभन्दा बरु नगरे राम्रो, बरु कतै हिँड्यो भने त्यो त्यति पनि त त्यो नराम्रो सोच त आउँदैन हैन। त्यसकारण नबुझेर, नजानेर, थाहा नपाएर अथवा कसैले सहयोग गरिदिने नभएर चाहिँ तपाईँलाई ध्यानमा लान मुस्किल भएको। यसकै लागि नै गुरु चाहिन्छ। तपाईँ 5 मिनटभित्र अहिले ध्यानमा जान सक्नुहुन्छ। त्यस्तो शक्ति हुन्छ? त्यो एकदमै सजिलोसँग तपाईँ इमिडिएट ध्यानमा जान सक्नुहुन्छ। र त्यो हामीले त बुझ्नु पर्यो नि ध्यान भने के हो। अब हामी के बुझ्छौँ, ध्यानलाई ध्यानको गहिराइमा प्रवेश नगरी ध्यानलाई प्रिजज गर्छौँ। ध्यान भने के हो जस्तो लाग्छ। मन र शरीरलाई एक ठाउँमा स्थिर राख्न सक्नु, वर्तमान अवस्थामा फर्किनु, पास्ट र फ्युचरलाई छोडेर प्रेजेन्टमा। किनभने तपाईँले याद गर्नुभयो होला, अधिकांश हामी कि पास्टमा हुन्छौँ कि फ्युचरमा हुन्छौँ हैन, प्रेजेन्टमा हुँदैनौँ क्या। त्यस कारणले हामीलाई आनन्द भन्ने कुरा पास्ट र फ्युचरमा छैन, प्रेजेन्टमा छ। त्यसकारण शरीर जहाँ छ मनलाई स्थिर राख्न सक्नुभयो, अद्भुत आनन्द पनि आउँछ। एकचोटि त्यो आनन्द समाउनु भयो भने ध्यानको घटना पनि एकदमै गहिरो ध्यान घट्छ। कुनै स्पेसिफिक एउटा रुल्स छ, यो चाहिँ गर्यो भने चाँडो कन्सन्ट्रेट हुन्छ माइन्ड यो चिजमा भन्ने कुनै छ? अब यसको लागि के गर्न सकिन्छ, पहिलो कुरा त भगवान गौतम बुद्धको पालामा जस्तो ध्यानको सुविधा थियो अहिले त्यस्तो छैन। किनभने बुद्धले ध्यान गर्ने समयमा मान्छे डिप्रेस थिएनन्। त्यो समयमा यत्रो तनाव पनि थिएन, सुविधा पनि थिएन, यत्रो टेक्नोलोजीको विकास पनि भएको थिएन, जस कारणले गर्दाखेरि मनुष्यमा यति धेरै डिप्रेस भएको अवस्था थिएन। यहाँबाट हामी के बुझ्न सक्छौँ भने ध्यानको प्रारम्भ गर्नुभन्दा अगाडि हामीले हाम्रो मनलाई, मनमा भएका कुरालाई फिल्टर गर्नुपर्छ। र त्यो कसरी हामीले मनसम्म पुग्ने, फर्स्टमा हामीले शरीरको उपयोग गर्दै मनलाई समाउनुपर्छ। भन्नाले केही न केही तनाव जम्मा गरेको यो शरीरले पनि त होला नि त। जस्तो मलाई चित्त दुख्यो भने कहाँ दुख्यो थाहा हुँदैन हैन। कसैले मलाई नराम्रो गाली गर्यो, अपमान गर्यो, तर त्यो गाली अपमान कहाँ गएर बस्छ त्यो पनि थाहा हुँदैन। काहीँ न काहीँ त छ नि, शरीरको कुनै भागमा त बसेको छ नि। त्यसकारण त्यो ठाउँलाई हामीले आफूलाई केही व्यायाम छ, केही प्राणायामहरू छन्, केही ध्यानका टेक्निकहरू छन्, ती विधिहरू अपनाएर आफूलाई तयार गर्नुपर्छ। भनेको प्रिमिटिभ ध्यान जस्तो अहिले हुँदैन। पहिला डिप्रेसन कम गर्ने, तनाव कम गर्ने केही त्यस्ता प्रयोगहरू गर्छौँ र अनि ध्यान प्रारम्भ गर्छौँ। डिप्रेसनको कुरै गर्दै गर्दा मानिसले ठ्याक्कै कसरी थाहा पाउने म डिप्रेसनमा छु होइन? किनभने मानिसहरूले भनिरहेको हुन्छन् मलाई धेरै रिस उठ्यो डिप्रेसन, मलाई त रिसै उठ्दैन, यो पनि एउटा काइन्ड अफ डिप्रेसन। कसरी ठ्याक्कै डिप्रेसनको मिनिङ के हो र मान्छेले कसरी थाहा पाउने? अब यो डिप्रेसनलाई डिफाइन गर्ने हो भने सामान्यतया जुन नर्मल मनुष्य हैन, जुन मानवले जसरी आफ्नो जीवनयापन गरिरहेको हुन्छ, नर्मल लाइफ हैन बिताइरहेको हुन्छ, त्यस्तो नहुनु भनेको सामान्यतया मनमा समस्या हुनु, अथवा अर्को पनि के भन्न सकिन्छ भने ऊ आन्तरिक रूपमा खुसी नहुनु, सन्तुष्ट नहुनु, प्रसन्न नहुनु हैन, त्यो नै हो डिप्रेसनको आधार। अब डिप्रेसन भन्ने बित्तिकै नर्मली हामीले के बुझ्न सक्छौँ भने कुनै पनि व्यक्ति डिप्रेसन अथवा डिप्रेस छ भनेर कसरी थाहा पाउन सकिन्छ भने त्यो व्यक्ति आन्तरिक खुसी ऊभित्र हराएर गएको, ऊ रमाउन सक्दैन, खुसी हुन सक्दैन, उसलाई उसको जीवन आफ्नो व्यर्थ लाग्छ हैन, बेकार लाग्छ, उसलाई आफ्नो जीवन बाँच्नुको कुनै आनन्द छैन। त्यसकारण उसले आफ्नो लाइफमा क्विट गरिसकेको छ कि म केही गर्न सक्छु भन्ने नै हुँदैन।
उसको जुन त्यो आशा थियो, अभिलाषा थियो, जुन भरोसा थियो, जुन भित्रको क्षमता थियो, त्यो घुमेर गइछ है। यहाँनिर केही विभिन्न फ्याक्टरहरू छन् डिप्रेसनमा जाने, तर व्यक्तिको सामान्य अवस्थाबाट पुरै आफूलाई चाहिँ एबनर्मल कन्डिसनमा पुर्याउन सक्ने होइन, उसको आफ्नो कर्मको कारणले हो हुन चाहिँ। तर त्यही पनि मनुष्यले त अरूलाई दोष दिन्छ, फलानुको कारणले म डिप्रेसनमा पुगेँ, अब कसैको होला गर्लफ्रेन्डको कारणले होला होइन, कसैले परिवारको कारणले होला, कसैले फलानुको कारणले होला। तर डिप्रेसन मनको समस्या, त्यसकारण यो शरीरमा पनि देखा पर्छ होइन। यो मनलाई हामी निवारण गर्न सक्छौँ, तर यसलाई कुनै पनि मेडिकल साइन्सले ट्रिटमेन्ट गर्नै सक्दैन है। यसलाई ट्रिटमेन्ट हुन्छ त केवल ध्यानबाट, मेडिटेसनबाट, अध्यात्मबाट। अहिले हामीलाई हेर्दै गरेका हाम्रा भ्युवर्सहरू पनि सोच्नु भएको छ कि म पनि डिप्रेसनमा छु कि भनिराख्ने सोच भएको हुनसक्छ होइन। उहाँहरूलाई चाहिँ एकदम सटिकमा कसरी चाहिँ उहाँहरू मुक्त हुन सक्नुहुन्छ त डिप्रेसनबाट? कसरी उहाँहरूको जीवन चाहिँ डिप्रेसन मुक्त हुनसक्छ? यहाँ अब मुख्यत डिप्रेसनमा कसैलाई पनि जाउँ भनेर कोही पनि गएको हुँदैन, सबैलाई अननोइङली नै जाने हो। डिप्रेसन भनेको चाहिँ एक हिसाबले हेर्ने हो भने त्यहाँ एक्सेप्टेन्सको कमी पनि देखिन्छ। कुनै पनि कुराहरू अस्वीकार, जस्तो मलाई फलानुले यस्तो भन्यो, किन भन्यो भन्नु हुँदैन थियो क्वेसन्स होइन, मनमा उठ्छ कि। अनि मैले यो गर्न सकिनँ, किन गर्न सकिनँ, अर्कोले गर्न सक्यो, कम्पेरिजन पनि देखिन्छ। त्यस कारण एउटाले आफ्नो जीवनमा सफलता कमाइरहेको छ, मैले किन कमाइनँ, एक खालको आवेग पनि छ। आफ्नो आफू स्वयंभित्रको असन्तुलन हो, त्यो मनको असन्तुलन भन्न मिल्छ। त्यसकारण यदि कोही पनि डिप्रेसनमा हुनुहुन्छ भने नर्मली तपाईँहरूले मेडिटेसन सुरु गर्नुहोस्, ध्यान खोज्नुहोस्, डिप्रेसनबाट बाहिर आउन सक्नुहुन्छ। मैले अहिले तपाईँलाई सिम्पली डिप्रेसनबाट बाहिर आउने सिम्पल ट्रिक्स भन्दाखेरि सजिलो क्या, एकदमै सरल, घरमा जसले पनि गर्न मिल्ने। तपाईँले सरी भन्न सुरु गर्नुहोस्, तपाईँले माफ माग्न सुरु गर्नुहोस्। हामी त्यो प्राय हामीमा त्यो हेर्दा पनि कस्तो छ भने हामी भित्रै अक्कड छ, कहाँ सरी भन्ने, मैले उसले भन्नुपर्छ होइन। तपाईँले गल्ती नगरिकन डिप्रेस्ड हो। गल्ती कसरी गर्छौँ भने नि, यो ब्रह्माण्ड, यो संसारलाई हेर्नु त, यहाँ तपाईँको हरियाली थियो, वन जङ्गल यति राम्रो छ, स्वच्छ पानी थियो, बिगारे कसले होइन। त्यस कारण यहाँ कस्तो सफा थियो, पहिला सबै कुरा राम्रै थियो, हामीलाई त राम्रै पाएको हो नि हामीले, तर बिगारे कसले, हामीले होइन। त्यस कारण यहाँ बिगार्नेवाला हामी हो। आफूलाई पनि उटपट्याङ गरेर चाहिने कुरा नि खाछ, नचाहिने कुरा नि खाछ, गर्ने कुरा नि गरेछ, नगर्ने कुरा नि गरेछ, सबै यो अनावश्यक कुरा जुन मेरो शरीरलाई चाहिँदैन, जुन मेरो मनको लागि घातक हुन्छ होइन। मैले त्यस्ता कर्महरू गरिरहेको छु, कमसेकम आफूबाट सुरु गरौँ। आइएम सरी होइन। र हामी दिनमा सक्नुहुन्छ 100 चोटि, 1000 चोटि, कतिचोटि सक्नुहुन्छ तपाईँ सरी भन्न सुरु गर्नु। यहाँबाट तपाईँको डिप्रेसनको जड तपाईँले खत्तम गर्न सक्नुहुन्छ। सो द बेस्ट एन्सर टु सल्भ डिप्रेसन इज टु से सरी स्टार्टिङ, तर यही कम्प्लिट होइन, तर तपाईँलाई एक लेभलसम्म चाहिँ पुर्याउँछ। त्यसले धेरै चेन्जेस चाहिँ ल्याउँछ, तपाईँ आफै छक्क पर्नुहुन्छ। त्यस कारण हामी यो फाउन्डेसनमा, हाम्रो यो कोर्समा पनि हामीले बार बार सरी भन्न सिकाउँछौँ कि, सरी भन्न, अर्को थ्याङ्क यू है, यो सरी र थ्याङ्क यू यो यति पावरफुल छ, यो मन्त्रभन्दा नि पावरफुल छ। मन्त्र नै हो, हेर्दा सामान्य, कसले अब यो किन भन्ने र किन भन्न पर्ला र थ्याङ्क यू भन्दा सानो भइन्छ जस्तै लाग्छ कि अब कतिको हेर्दाखेरि। तर युरोप, अमेरिका जस्तो विकसित मुलुकहरूमा यसको अभ्यास देख्दा मलाई खुसी लाग्छ। र यो हाम्रो जस्तो मुलुकमा चाहिँ थ्याङ्क यू भन्न नि पैसै पर्छ जस्तो गर्ने होइन, सरी भन्न पनि एकदमै दुःख मान्ने, अथवा सरी भन्दा सानो भइन्छ जस्तो गर्ने। यदि यो मात्र भन्नुभयो भने तपाईँले युनिभर्सलाई, यो ब्रह्माण्डलाई, अथवा यो हामीभन्दा माथि केही न केही छ भनेर त हामीले मान्छौँ होइन, त्यो पक्कै सबैले मानेको छ। हरेक धर्म सम्प्रदाय सबैले मानेको छ कि हामीभन्दा माथि केही न केही त छ होइन, जोद्वारा यो सञ्चालित छ, त्यतिसम्म पनि मान्छौँ। नास्तिकले पनि युनिभर्स भन्छ, युनिभर्सको एउटा सिस्टम भन्छ होइन। त्यस कारण नमान्नेले पनि मान्छ। र यहाँनिर हामी सरी, थ्याङ्क यू योबाट प्रारम्भ गरौँ, र डिप्रेसनको फर्स्ट स्टेजलाई चाहिँ यसले ड्रास्टिक चेन्जेस ल्याउन सक्छ। ग्रेट।
सो अब यहाँले भन्नुभयो बाहिर थ्याङ्क यू सरी भन्छन् विच इज रियली लाइक ट्रु होइन म पनि बाहिर बसेर आएको सो यो चाहिँ बेसिक एकदम बेसिक फाउन्डेसन नै हो जसले पनि एप्रिसिएट र च्यालेन्ज दिन्छ तर भन्ने कुरो भइरहेको हुन्छ होइन सो अनि तपाईँहरूको यो फाउन्डेसन मार्फत चाहिँ मैले कोर्सहरू पनि देखेको थिएँ खासमा यो कोर्सबाट के प्राप्त हुन्छ त मान्छेलाई अब हाम्रो साधनाको विभिन्न लेभलहरू छ अब यो खासमा भन्ने भने साधनालाई हामीले यो छुट्याएको कारण चाहिँ सबै साधनाहरूको अलग अलग होइन अलग अलग महत्त्व छ प्रत्येक साधना महत्त्वपूर्ण छ हामीले नर्मली गुरु कृपा फाउन्डेसनको सबैभन्दा पावरफुल साधना गुरु साधना हो यो गुरु साधना भन्ने बित्तिकै केही दिव्य होइन यो अद्भुत घटनाहरू घट्न सक्ने साधना हो जुन अरू साथीहरूलाई अनुभव नै भइसकेको छ यो हामीले भनिरहनु पर्ने कुरा त होइन तर यो गुरु साधना एकदम पावरफुल साधना हो तपाईँको स्पिरिचुअल लाइफ सुरुवात भएको भन्ने कतिलाई त भ्रम पनि हुन्छ ध्यान गर्न सुरु गऱ्यो अलिअलि ध्यान गऱ्यो होइन ओहो मलाई ध्यान गर्न सुरु गरेँ भन्ने फेरि अर्को अहङ्कार पनि होइन त्यसकारण कति व्यक्तिहरूलाई स्पिरिचुअल जर्नी स्टार्ट भयो कि भन्ने लाग्छ कि तपाईँ आँखा बन्द गरेर होइन जस्तो म युएस पुगेँ कि भन्ने तपाईँले अथवा कुनै फरेन कन्ट्री तपाईँ म पुगेँ कि भन्नु जस्तै हो त्यस कारण सबैभन्दा स्टार्टिङ गुरु साधना जसले तपाईँलाई असली अध्यात्मको धरातलमा प्रवेश गराउँछ जुन गुरुद्वारा दीक्षित भएर हामी अगाडि बढ्न सक्छौँ यो गुरु परम्परासँग जोडिएको गुरु साधना हो जहाँबाट तपाईँको सबै एबिलिटी तपाईँभित्रको आन्तरिक क्षमता तपाईँभित्र के छ के सम्भावनाका द्वार है त्यो सबै कुरा खोल्न सकिन्छ र त्यो घटना आफै घट्छ कि जस्तो तपाईँलाई कति कुराहरू सिकाउनु पर्दैन होइन जस्तो केही कुराहरू बेसिक कुराहरू हामीलाई सानो बेलामा मम्मी बाबाले सिकाउनु भयो नि तर कति कुराहरू तपाईँलाई नसिकाइ पनि त्यो कहाँबाट आयो होइन त्यो कुनै न कुनै कुरासँग म कनेक्टेड छु र त्यो गुरु कनेक्टेड हुन्छौँ हामी जन्मेदेखि नै मृत्युसम्म पनि हामी र मृत्युपछि पनि हामी कनेक्टेड भइरहन्छौँ र यो गुरु साधना अद्भुत साधना छ त्यसै गरी हाम्रो दोस्रो भनेको सूक्ष्म समाधि साधना छ जहाँबाट हामी गहिरो समाधिका प्रयोगहरू गर्न सक्छौँ यो मेडिटेसनको अलिकति फास्ट अलि हाई लेभलको साधनाहरू छ मन्त्र साधना छ जहाँबाट हामी मन्त्र कुन रूपमा छ मन्त्रको शक्ति के हो होइन मन्त्रलाई धेरैले मिसयुज गरेको अथवा मन्त्रलाई नबुझेको मन्त्रको पावरलाई नजानेको त्यसको अथवा मन्त्रप्रतिको जुन अन्धविश्वासहरू छ त्यो सबै टुट्ने र तपाईँभित्र त्यो मन्त्रको शक्तिहरू चाहिँ जागृत हुन सक्ने त्यस्ता क्षमताहरू हामी यो मन्त्र साधना गर्छौँ यसमा चाहिँ फर्स्ट सेकेन्ड थर्ड लेभल छ र त्यसै गरी थर्ड आई मेडिटेसन हुन्छ यो थर्ड आई मेडिटेसन भनेको यहाँले बुझिहाल्नुहुन्छ होइन केही दिव्य हामीसँग सिक्स सेन्स हुन्छ हामीसँग जसरी भगवान् शिवको थियो नि छ नि त्यसै गरी हाम्रो पनि हरेक मनुष्यको शिव बन्ने क्षमता छ त्यस कारण उहाँको जस्तै मभित्र पनि त्यो अपग्रेड हुन सक्ने क्षमता होइन जसरी आइफोनले आफ्नो अपडेट गर्दै जान्छ नि अपग्रेड गर्दै जान्छ त्यसै गरी मनुष्यमा पनि त्यो सानो सामान्य व्यक्तिबाट ऊ सुपर जस्तो त्यो कन्सियसनेसमा प्रवेश गर्न सक्छ भनेको बुद्ध बन्न सक्छ होइन कसरी थाहा पाउने यो सामान्य मान्छेले म त्यो बन्न सक्छु म त्यो ल्याकतमा पुग्न सक्छु भन्ने चाहिँ किन सकिन्छ भने भगवान् गौतम बुद्ध पनि मानव भएर त्यहाँसम्म पुग्नु भएको उहाँ चाहिँ सिधै बुद्धत्व प्राप्त गरेर जन्मिनु भएको होइन उहाँको कयौँ जीवन छ उहाँको पास्ट लाइफ छ उहाँका पुनर्जन्म पूर्वजन्म होइन पूर्वजन्मका विभिन्न श्रृङ्खलाहरू छ यहाँबाट के हेर्न सकिन्छ भने स्टार्टिङ जहिले पनि जिरोबाट नै हुन्छ हो एकबाटै हुन्छ दुईबाटै हुन्छ है त्यसकारण तपाईँभित्र बिल गेट्स बन्न सक्ने क्यापेसिटी छ कि बिल गेट्स त्यत्तिकै बिल गेट्स भएन इलोन मस्क त्यत्तिकै इलोन मस्क भएन उसको जुन अहिले स्टेज छ उसको अवस्था छ त्यो उसले नर्मली तपाईँभित्र पनि त्यो क्षमता चाहिँ छ किनभने ऊभित्र पनि मस्तिष्क छ ऊभित्र पनि तपाईँको हृदय छ ऊभित्र पनि जन्म र मृत्यु दुइटैमा ऊ अगाडि बढ्नुपर्छ त्यस कारण सबै मेरो आफ्नो सम्भावना मेरो आफ्नो द्वार हो यहाँले भने जस्तो त्यो सिक्स सेन्स कुनै एउटा तरिका छ थाहा पाउने सिक्स सेन्स यो तरिका भन्ने एउटा कुनै विधि छ किनभने सबैलाई के इच्छा हुन्छ भनेदेखि यहाँले भने जस्तै यो सिक्स सेन्स हुन्छ म सबैसँग क्षमता हुन्छ तर मेरो चाहिँ क्षमता के हो मैले थाहा पाइनँ भन्ने यो
सबैको कुरो हुन्छ कि हामी इभन हाम्रो साथीभाइहरू पनि कुरोहरू हुन्छ कसरी थाहा पाउने चाहिँ मेरो यो चाहिँ क्षमता मेरो हो मेरो शिक्षण चाहिँ यो हो मैले यो चाहिँ म बेस्ट दिन सक्छु भने कसरी थाहा पाउने मान्छेले त्यसको लागि नै हामीलाई प्रपर गाइडेन्स पनि आवश्यक होइन यसको मतलब के हो भने जसलाई केही थाहा छैन ऊ क्लियर छैन उसलाई ऊ त्यो बाटोबाट हिँडेको छैन यहाँसम्म त हामी क्लियर भयो नि कुनै पनि व्यक्ति कन्फ्युज छ थाहा छैन भने अरूको सहयोग माग्ने त्यहाँनिर हामी के गर्छौँ लाइफलाई एक्सपेरिमेन्ट गर्न खोज्छौँ कि किनभने एक बारको लाइफ भन्छन् कतिजनाले होइन आफ्नो एउटा यो लाइफ हो यसलाई सकेसम्म यसलाई मैले जति सकिन्छ त्यसको सदुपयोग गरेँ भयो नि त उपयोग गर्न सके भयो नि त त्यसकारण सिक्स सेन्स म भित्रको एबिलिटीहरू हामीले चाहिँ साधनाद्वारा नै त्यसलाई हामी आफूमा त्यो क्षमताहरू चाहिँ ले भर्न सक्छ त्यो मै भित्रको क्षमता हो अब यो कहाँबाट सम्भव छ भने मेडिटेसनबाट सम्भव छ ध्यान गऱ्यौँ ध्यान गरेर हेर्नुभयो भने जस्तो एउटा ध्यानी व्यक्ति र सामान्य व्यक्तिमा के फरक छ भने ध्यानी व्यक्ति बस ऊ आफै मस्त हुन्छ भित्रबाट खुसी हुन्छ ऊ आन्तरिक खुसीमै मस्त हुन्छ सामान्य व्यक्तिलाई तपाईँले अहिले आइफोन ल्याएर दिनु फेरि 18 आइसकेपछि त्यो आइफोन 18 भएन भने फेरि दुखी नै छ क्या यो दृष्टि मात्रै परिवर्तन हुन्छ व्यक्ति उयो होइन व्यक्तिको हेर्ने दृष्टि उसको सोच्ने शैली उसको क्षमता सबैको एउटै हो तर सकारात्मकताले भर्छ जब तपाईँ ध्यान प्रारम्भ गर्नुहुन्छ ध्यान सुरु गर्ने बित्तिकै के हुन्छ भने तपाईँ आफैमा खुसी हुन सुरु गर्नुहुन्छ तपाईँ इन्जोय गर्न थाल्नुहुन्छ कि तपाईँ आफ्नो कर्म गर्यो मजा आउँछ आनन्द आउँछ तपाईँ जे गर्दै हुनुहुन्छ त्यसमा तपाईँलाई 100% फिल हुन्छ तपाईँ रमाउनुहुन्छ त्यहाँ अरू व्यक्तिहरू आफूलाई पुरै इन्भल्भ गर्न सक्दैनन् काम गर्यो भने पनि बचाइ गर्ने होइन 100% घट्दैन त्यसकारण खाना पकाउँदा पकाउँदै कहिलेकाहीँ डढ्छ कहिले नुन हाल्न बिर्सिन्छ त्यो यसको मतलब के हो भने हामी कन्सियस छैनौँ होसमा छैनौँ हामी बेहोसीमा छौँ हामी कम्प्लिटली ध्यानी भएको है त्यसकारण त्यो जुन सिक्स सेन्स छ त्यसलाई हामीले मन थर्ड आई मेडिटेसनमा र गुरु साधनामा हामी यसकै कामहरू गर्छौँ र केही त्यस्ता टेक्निकहरू छन् ध्यानका विधिहरू छन् ती विधिहरू तपाईँले गर्नुभयो भने आफै आउँछ कतिपय कुराहरू तपाईँलाई म एउटा इक्जाम्पल दिन्छु भोलि के हुँदैछ आज थाहा है अझ त्यति मात्र नभनौँ अब यो त सामान्य कुरा हो 3 महिना 6 महिना अगाडि मेरो मृत्यु हुँदैछ भने आफैलाई पनि बोध भएर कयौँ सन्तहरूले देह त्याग गर्नु यो चान्चुने कुरै होइन जस्तो उहाँहरूले घोषणा गरिदिनुहुन्छ म यति बजे यति घन्टा पछि यति बजे यो डेटमा अबको यति समयपछि मेरो मृत्यु हुँदैछ होइन कतिजनालाई पहिले नै पूर्व जानकारी हुन्छ अब त्यो जानकारी कहाँबाट आयो होइन सामान्य व्यक्तिलाई हुँदैन त्यसकारण त्यो ध्यानको एउटा अनुकम्पा हो र त्यो त सामान्य कुरा हो म त त्यतातिर पनि त्यति साह्रो ध्यान दिन मन लाग्दैन किनभने त्यतातिर अल्मल्यो भने मान्छे त्यहीँ इन्जोय गर्छ क्या अगाडि बढ्न सक्दैन त्यसकारण बाटोमा अल्मलिनु पनि छैन हाम्रो अझै पर छ डेस्टिनी होइन त्यसकारण तपाईँले भने जस्तो त्यो सम्भव छ अब हाम्रो यो गुरु कृपा फाउन्डेसनले गाईघाटमा केही परियोजनाहरू ल्याउनेवाला छ तिनीहरूको के सोच छ गाईघाट किनभने इस्टाब्लिस गाईघाटबाट भयो गाईघाटलाई केही दिने सोच छ के छ ठिक छ अब यो गुरु कृपा फाउन्डेसनले अहिले के गरिरहेछ भने त्यसलाई एकचोटि हामी कुरा गरौँ फाउन्डेसनले अहिले हामी नियमित नाइट मेडिटेसनहरू गराउँछौँ यो चाहिँ निःशुल्क छ है अहिलेसम्म सरदर 1000 भन्दा पनि बढी व्यक्तिहरू जो मनका समस्या थिए ती व्यक्तिहरू हामी कहाँ आएर राम्रो भएर गइसक्नु भएको छ अथवा हामीसँगै हुनुहुन्छ मोर देन 1000 अब त्यो काउन्ट गर्ने विषय भएन तर पनि त्योभन्दा धेरै नै जानुभएको छ ठिक हुनुभएको छ नर्मल हुनुभएको छ राम्रो भएको छ र अर्को कुरा के हो भने यो नाइट मेडिटेसन हामीले एउटा रेगुलर बेसिसमा फ्री साधना गराइरहेछौँ होइन यसको कुनै पनि शुल्क लाग्दैन जो कोहीले पनि जोइन गर्न मिल्छ र यसबाट लाभ लिन मिल्छ स्पेसिफिक ठाउँमा हुन्छ या यो अनलाइन हुन्छ यो जुमको मार्फतबाट हुन्छ त्यसले गर्दा हाम्रो इभन विदेशबाट फरेन कन्ट्रिजबाट पनि जोइन हुनुहुन्छ कति साथीहरू इन्डिया जापान युएसए त्यसै गरी अन्य कन्ट्रीहरूबाट पनि हामीसँग जोडिनु भएको छ नेपालको पनि विभिन्न क्षेत्रहरूबाट विभिन्न ठाउँहरूबाट यसर्थ हामीले एउटा यो निःशुल्क साधना चलाएर धेरै व्यक्तिको जीवनमा चाहिँ उद्धार गर्न सकिँदो रहेछ हरेस खाएको व्यक्तिले सुसाइड एटेम्प्ट गरेको व्यक्तिहरू समेत अहिले नर्मल लाइफ जिउनु भएको छ
हैन एउटा यो हामीले फाउन्डेसनले आफ्नो तर्फबाट गरिरहेछौँ। दोस्रो भनेको हामीले कृपादानको मार्फतबाट कुनै पनि गरिब दुखी असहाय व्यक्तिहरूलाई चाहिँ हामीले यो हामी आफै इभन म पनि इन्भल्भ छु। आफूले कमाएको केही रकम हामीले जम्मा गर्दै गर्दै अहिले नेपालभरिमै यदि कोही पनि गरिब दुखी असहाय निमुखा र जसलाई खाना लाउन पनि गाह्रो छ हैन त्यस्ता व्यक्तिहरूलाई हामीले के सपोर्ट गर्न सकिन्छ, जस्तो अन्न गर्न सकिन्छ कि हैन उसलाई 2-4 पैसा सपोर्ट गर्न सकिन्छ कि गरेर अहिले हामीले त्यो एक्टिभिटिजलाई अलिकति बढाइरहेछौँ। यो कृपादान पनि चलिरहेछ र यसले चाहिँ कयौँ व्यक्तिहरूको घरमा पुग्दाखेरि भरे बेलुका के पकाउने रहेनछ हैन। म त्यस्तो ठाउँमा नि पुगेको छु कि हामी त्यसरी अब भनौँ उसैले जुराएको हो, उसैले पठाएको, हामी त एउटा माध्यम मात्र हो। त्यहाँ पुग्दा भरे पकाउने कुरा छैन। अनि उहाँहरूले भन्नुभयो दैव भेटे जस्तै भयो, कति राम्रो, कस्तो, म त यति हर्षले आँसु पनि झरे। कतिजना त एकदम रुनुहुन्छ हैन त्यो देख्दाखेरि पनि। छोराहरू सबै सबल छन्, राम्रो पोजिसनमा छन्, राम्रो कमाउँछन्, तर आमा बुवालाई नहेर्ने त्यस्तो पनि भेट्यो। र कयौँ त्यस्तो व्यक्तिहरू छन्। कोही व्यक्ति तपाईँलाई माग्न सक्छ क्या, कोही व्यक्ति तपाईँसँग मागेर खान्छ, कोही व्यक्ति त माग्न पनि सक्दैन। उसँग माग्न पनि लाज छ, माग्न पनि अप्ठ्यारो छ, तर जीवनमा उसको ठुलो चुनौती रहेछ। कोही अशक्त छन्, कोही अपाङ्ग छन्। हामी के गर्न सक्छौँ? कमसेकम मैले आखिर 2-4 पैसा कमाएँ भने त्यो कमाएको रकमबाट केही अलिअलि छुट्याएर हामीले 100 जना मिलेर 1000 जना मिल्यौँ भने त हामीले त कतिजना व्यक्तिलाई पाल्न सक्ने रहेछौँ। कतिजना व्यक्तिलाई 3 महिना खाना खुवाउन सक्यौँ भने पनि कति राम्रो कुरा हो हैन। त्यसकारण यो कार्य पनि भइरहेछ र आगामी दिनमा हामी विभिन्न फिजिकल क्लासहरू चाहिँ हाम्रो भइरहन्छ। अब रिसेन्टली बुटोलमा कार्यक्रम हुँदैछ। यो मङ्सिरमा हामी चक्र साधना है, चक्र जुन हाम्रो 7 चक्र हुन्छ बडीमा सूक्ष्म शरीरमा, त्यो 7 चक्रको जागरण एक्टिभेसन अनि त्यसको कार्यक्रम हुँदैछ बुटोलमा। र यो बुटोल अस्ति अगाडि हाम्रो साधना भयो काठमाडौँमा र यो बेला बेलामा हामीले साधनाहरू ठाउँ ठाउँमा गराइरहेका हुन्छौँ। र अहिले हामीले गाईघाटको लागि भन्दा पनि यो सबैलाई समेट्ने गरी चाहिँ हामी कार्यक्रमहरू साधनाहरू ल्याउँछौँ। वास्तवमा मलाई जान्न मन भएको कुरो यो तपस्या भन्नाले के बुझिन्छ? के हो यो तपस्या? तपस्या भन्ने बित्तिकै यो हामीले एउटा तपाईँले बुझ्नुभयो भने सामान्यतया हाम्रो ऋषिमुनिको पालादेखि हैन तप भन्ने जुन शब्द छ जस्तो तपाईँले हेर्न सक्नुहुन्छ कयौँ ऋषिमुनिहरूले आफ्नो त्यो समयमा हैन विभिन्न तपस्याहरू गर्ने, विभिन्न मन्त्र जाप गर्ने, विभिन्न त्यो ध्यान साधनाहरू गर्ने। त्यो साधनाको एउटा विभिन्न मार्गहरू छन्, विभिन्न माध्यमहरू छन्, विभिन्न बाटाहरू छन् र कुनै पनि मन्त्रहरू सिद्ध गर्न सक्नुहुन्छ, सिद्ध मन्त्रहरू आफूमा स्थापित गर्न सक्नु, हामीले धेरै कुराहरू एचिभ गर्न सक्छौँ। त्यो सबै सम्भावनाहरू छ र मनुष्यले पनि आफूलाई अब त्यो बेला हामीले सानो बेलादेखि नै हेर्न सक्छौँ। हामी जङ्गलमा हैन अथवा हिमालयमा त्यो पहाडी भूभागहरूमा विभिन्न मनुष्य विभिन्न मानवहरूले तपाईँले तपस्या गरेको तपाईँले हेर्नु पनि भयो होला, तपाईँले त्यो बुझ्नु पनि भयो होला। त्यो तपस्याद्वारा आफूभित्र भएको आन्तरिक शक्तिलाई जागृत गराउनु है। तप भन्ने बित्तिकै कुनै पनि घोर निष्ठा है, कुनै पनि कुरामा तपाईँको एउटा डिसिप्लिन हुन्छ, अध्यात्ममा पनि साधनामा पनि तपाईँ एउटा अनुशासनभित्र रहेर तपाईँ एउटा गहिराइमा प्रवेश गर्न सक्नुहुन्छ जहाँ गुरुको प्रत्यक्ष हैन निरीक्षणमा, प्रत्यक्ष मार्गदर्शनमा। र यो खासमा चाहिँ मैले त्यो सिचुएसन त्यो समय अहिले छैन हैन, चेन्ज छ नि त। अहिलेको समय त अलग छ। अहिलेको मान्छे धेरै व्यस्त हुन थाल्नु भएको छ, मानव धेरै व्यस्त भइसक्यो। अब अहिले के गर्ने भन्दाखेरि हामी जङ्गल पसेर फेरि तप गर्ने होइन, तपस्या गर्ने होइन। तपाईँको घरमा बसेर तपाईँले तपस्या गर्न सक्नुहुन्छ भनेको साधना घरमा बसेर है। अब तपाईँ आफ्नो घरमै लिभिङ रुममा बसेर तपाईँ जे काम गर्नुहुन्छ त्यो काममा फोकस हुने, ध्यान दिने हैन। अनि तपाईँलाई कस्तो विचार आइरहेछ, विचारको तपाईँले ध्यान गर्ने। तपाईँ आज दिनभरि बोल्नुहुन्छ, तपाईँ होसपूर्वक बोल्छु भन्नुहोस् हैन। घरलाई तपाईँले तपभूमि बनाउनुहोस् है। अब अहिले
पहिलाको जस्तो अवस्था छैन कि हामीले जङ्गल जान पर्दैन, वनमा गएर तपस्या गर्न पर्दैन, किनभने त्यति अप्ठ्यारो पनि रहेछ। यो अप्ठ्यारो बनाएर कतिजनाले यसलाई बुझाउनु भएको छ नि, कहाँ घरमा ध्यान गरेर हुन्छ, ध्यान गर्न त कहीँ हिमाल जानुपर्छ। त्यो समयमा थियो होला, तर अहिलेको समयमा तपाईँ घर बसेर पनि इभन पहिले पनि के भन्ने चलन थियो भनेदेखि बुढाबुढीहरू के धामहरू जाने, यो कता जाने, यो गऱ्यो भने मात्रै मुक्ति पाइन्छ भन्छ नि। त्यसमा चाहिँ तपाईँको भनाइ के छ? कुनै स्पेसिफिक ठाउँमा गएपछि मात्रै म स्वर्गमा जान्छु भन्ने छ नि, त्यसमा के छ? अब यहाँनिर चाहिँ जस्तो कस्तो लाग्छ भने अब सबैजना बुझ्ने हुन्छन् भन्ने छैन। धेरै ठाउँमा चाहिँ म्यानिपुलेटरहरू हुन्छ कि बिचमा। जस्तो कयौँ व्यक्तिहरूले यो स्वर्ग नर्क बनाइदिए सबै यो धर्ममा, सबै सम्प्रदायहरूमा, विभिन्न यो भनौँ मानव जातिमै यो स्वर्ग नर्क बनाउनेले नै धेरैलाई अनुशासित बनाउने हिसाबले गरे हो। तर यसले एक खालको मिथ्या भ्रम, डर पनि पैदा भयो। किनभने कसैलाई अनुशासित बनाउन डर चाहिन्छ कि, डर बिना कोही पनि अनुशासित हुँदैन। त्यसकारण तपाईँलाई संयमित बनाउनको लागि हिजोको त्यो टेक्निक हो, ट्रिक हो। स्वर्ग नर्क साँच्चै भन्ने हो भने मृत्यु पछाडि पाइन्छ पाइँदैन थाहा छैन, तर जीवन छँदै तपाईँको जीवनमा तपाईँले स्वर्ग नर्क भोग्नु है। जब तपाईँ आफ्नो जीवनमा दुःखका घडीहरू ती तपाईँले हेर्नु होला, आफूलाई सबैभन्दा लो फिल गर्नुहोस्, डिप्रेस फिल गर्ने समयमा त्यो डिप्रेसन भएको व्यक्तिलाई, अनिद्रा भएको व्यक्तिलाई गएर सोध्नुहोस् त, नर्क भने के हो? उसले नर्क त भोगिरहेछ। त्यसकारण जो व्यक्ति आध्यात्मिक छ, साधना गर्छ, ध्यान गर्छ, ऊ खुसी छ, उसको लाइफमा ह्याप्पिनेस छ। त्यसकारण त्यो व्यक्तिलाई गएर सोध्नुहोस् त स्वर्ग भने के हो, होइन? उसले डिफाइन गर्न सक्छ। त्यसकारण स्वर्ग नर्कको पछाडि लाग्न जरुरत छैन र कुनै पनि त्यस्तो स्थान छैन तपाईँले जहाँ झुक्नुहुन्छ है। हाम्रो संस्कृति पनि एकदमै धेरै, नेपाली त एउटा संस्कृतिको धनी पनि देश हो र तपाईँ ढुङ्गामा त तपाईँले भगवान देख्ने देश हो भने तपाईँलाई सोच्नु होला, तपाईँ संसारको कुनै पनि कुनामा जानुहोस् है, त्यहाँ पुगेर तपाईँले भगवान भेट्नु भएको आजसम्म मैले कोही पनि भेटेको छैन। त्यो मनको वहम हो र त्यहाँ पुगेर पनि उसले फेरि अर्को डिसिजन मेकिङ गर्छ कि, किनभने भगवानलाई उसले कहाँ सम्झिन्छ भने अप्ठ्यारोमै होला भन्ने भगवान खोज्न हिँडे उसले तीर्थमा, होइन? कुनै तीर्थ व्रत किन गरे भने उसले भगवान खोज्ने उसको अभिलाषा हो। उसको अभिप्राय के हो भने पक्कै त्यो डाँडा चढेर गयो भने त्यो मन्दिरमा चाहिँ भगवान छन् होला, अथवा मैले केही दिव्य अनुभूति गर्छु होला। ऊ त्यो एक्सपेक्ट भएर लिएर त्यहाँ पुगेर निराश भएर फर्किन्छ फेरि। तर निराशा त देखाउनु भएन, होइन? अरूलाई भन्न पनि भएन म त निराश भएँ, मलाई त्यहाँ मन्दिर गएको एकछिन त आनन्द आउँछ नि, उसले इन्जोय त गर्छ, किनभने त्यहाँ पोजिटिभ भाइब्स छ, सकारात्मक ऊर्जा छ, रमाइलो त लाग्छ उसलाई, होइन? तीर्थ व्रत घुम्नु भनेको यत्तिकै पनि रमाइलो हो। तर तीर्थ व्रत गएकै कारण तपाईँ मोक्षमा जानुहुन्छ भन्ने चाहिँ सरासर गलत हो। सो मोर ओभर तपाईँको सेयरिङबाट मैले के पाएँ भन्दाखेरि हामीले जसरी विश्वास गर्छौँ त्यही नै ठुलो कुरो। त्यसरी सकारात्मक सोच्यो भने सकारात्मक हुने रहेछ, भनेपछि त्यसलाई नकारात्मक सोच्यो भने नकारात्मक हुने रहेछ। एकदम त्यो माइन्डसेट पनि हो एक हिसाबले। अब कयौँ व्यक्तिहरू माइन्डसेटबाट बाँच्छ कि, जस्तो तपाईँलाई कयौँ व्यक्तिहरूको माइन्डसेटको कुरा गर्नुहुन्छ भने पानी पर्यो भने ज्वरो आउने कि, होइन? कति व्यक्तिहरूलाई पानी पर्यो ला अब मलाई ज्वरो आउँछ होला, उसले आन्तरिक रूपमा त्यो सुझाव दिन्छ अनि साँच्चीकै पनि ज्वरो आउँछ। अब यसलाई हामीले मेडिकल साइन्स पनि फेल खान्छ कि यहाँनिर। उसले चेक गर्दाखेरि उसलाई जे जुन फिभरमा जुन सिम्टम्स देखा पर्छ एक्युरेट के 100% मिल्छ कि, र यो कहाँबाट आयो फिभर नै उ थाहा। त्यस कारण साइन्स पनि फेल खान्छ। हाम्रो त्यस्तो माइन्डको स्टेटहरू छ। हामी कन्सियस, सुपर कन्सियस अनि सब कन्सियस, यो तीनवटा माइन्ड स्टेट अफ माइन्डबाट हामी सञ्चालित छौँ। र अधिकांश व्यक्तिहरूले चाहिँ जस्तो अहिले तपाईँले हेर्नु होला अन्धविश्वास पनि छ कि, जस्तो केही भयो अशुभ होला मलाई, होइन? ब्याड लक आउँछ कि क्या हो, यो सबै यो अन्धविश्वास हो। त्यो हामीलाई हाम्रो उसमा पनि भन्ने चलन छ, कतै हिँड्ने यात्राको बेलामा बिरालोले बाटो काट्यो भने यस्तो हुन्छ, त्यो पनि हो। अब त्यो तपाईँले बिरालोले बाटो गर्दा अशुभ हुन्छ कतिजनाले भन्नुहुन्छ, यो अन्धविश्वास हो। तर अन्धविश्वास मात्र होइन, किनभने तपाईँले मान्नुभयो नि, मानेपछि त्यो हुन्छ। अब तपाईँले त्यहाँनिर के माने भयो अर्को हुन्थ्यो भने बिरालोले बाटो काट्यो भने चाहिँ मलाई एकदम शुभ हुन्छ भन्ने माने भए
फेरि शुभ पनि हुँदैन। हाम्रो त अब त्यो जेनेरिक भएको छ कि त्यो जेनेटिकली जुन हामी प्रिभियसबाट हाम्रो हजुरबा होइन जिजुबा सबैबाट त्यो मान्यताबाट डिएनएबाटै आएको छ कि त्यो। त्यस कारण त्यो माइन्डसेट क्लिन त्यति सजिलो त छैन। तर तपाईँ पोजिटिभ हुनुभयो भने कतिजना हेर्नु होला नेगेटिभ माइन्ड भएको मान्छेले यो गर्न कठिन छ, गाह्रो हुन्छ, सकिँदैन भन्छ सुरुमै। क्या उसले एटेम्प पनि गरे हुँदैन, उसले इभन ट्राई पनि गरेको छैन, सकिँदैन होला। तर एउटा पोजिटिभ माइन्डसेट भएको मान्छे आयो भने आई विल ट्राई, म सक्छु कि गर्न सक्छु जस्तै लाग्यो मलाई होइन, म ट्राई त गरौँ न, फेल भयो हुन्छ त के भयो त, ट्राई त गर्छु भन्ने खालको माइन्डसेट चाहिँ आउँछ। यहाँबाट के बुझ्न सकिन्छ भने अधिकांश व्यक्तिहरू चाहिँ आफ्नो माइन्डसेटबाट बाँचिरहे सानो सोच्नुपर्छ। हामीलाई हाम्रो हजुरबा बुवाले पनि त्यही सिकायो कि ठुलो नसोच बाबु, किनभने ठुलो सोच्यो भने पुग्दैन, तिमी दुखी हुन्छौ। ल हेर्नुहोस् उहाँले चाहिँ बचाउनु भएको होइन। अब गाडी घोडा अथवा करोडौँ ब्याङ्क ब्यालेन्सहरू सोच्यो भने पनि पाप जस्तो बनाइदिएको छ कि, मानौ कि मैले ठुलो क्राइम गरेँ होइन। तर त्यो माइन्डसेट हो, त्यो माइन्डसेटबाटै हामी आजको मनुष्य दुखी। त्यो थाहा पाउनु जरुरी छ एकदम त्यो चाहिँ थाहा पाउनै पर्छ। तर त्यसलाई चिर्न नै हामी ध्यानबाट चिर्न, मेडिटेसनले चिर्न सक्छ। ग्रेट। सो अनि अघि हामी स्वर्ग र नर्कको कुरो गर्दै गर्दा मलाई के क्लिक आयो भन्नु छ भनेदेखि चाहिँ अब यो परमाणु बमहरू बनिरहेका छन् नि, अनि त्यो कन्सेप्ट हेर्छु। अनि यहाँ हरेक धर्महरूमा भन्छन् यो अब विनाश हुँदैछ, अब सत्ययुग आउँदैछ भन्छन्। अनि तपाईँलाई चाहिँ कस्तो लाग्छ यो अब विनाश हुनेवाला संसार हो, यो साह्रै नै कलियुग धेरै नै पापले घैला भरिसक्यो, अब चाहिँ यस्तो उस्तो भन्छ नि, के भन्नुहुन्छ? अब यो तपाईँले भन्नुभएको उठाउनु भएको विषय एक हिसाबले सुन्दाखेरि होइन त्यही नै हो जस्तो लाग्छ। तर त्यो मात्र पूर्ण सत्य चाहिँ भयो। यहाँनिरको अझ त्यो गहिरो फ्याक्टरहरूमा गयौँ भने अलिक क्लिन हुन्छ क्या, क्लियर हुन्छ यही विषय पनि। तपाईँले भन्नुभयो जुन कुरा यो एकचोटि जन्मपछि मृत्यु त्यो त अवश्यम्भावी छ, त्यसलाई कसैले पनि कटाउन सक्दैन होइन। संसारको होइन खरबौँ पतिले पनि, संसारको शक्तिशाली व्यक्ति पनि मृत्युमा घुँडा टेक्नै पर्छ। तर एउटा कुरो के हो भने मैले सधैँभरि मैले एउटा के सोध्ने गर्छु भने तपाईँ यति धेरै बाठो हुनु होइन, तपाईँलाई बनाउनेवाला झन् कति बाठो। यसो विचार गर्नुहोस् ल, एकचोटि इमेजिन गर्नुहोस् त। मैले यो नर्मली भने हो, तर तपाईँ एकदम यो लोजिकली तपाईँलाई हेर्न सक्नुहुन्छ। तपाईँ यति धेरै बाठो हुनुहुन्छ, जसले तपाईँलाई बनायो त्यो कति बाठो होला कि, जसलाई इन्फिनिटी होइन। किनभने तपाईँभित्र त्यो करुणा छ, दया छ, प्रेम छ, खुसी छ, आनन्द सबै कुरो चाहिने रहेछ। रिस पनि छ, क्रोध पनि छ, घृणा पनि छ, सबै कुराको फ्याक्टरहरू मिलाइदिएको छ। अब यो कुरा नि छोडिदिनुहोस्, यो ब्रह्माण्डभरि तपाईँलाई हामीलाई यो 200-400 वनस्पति मात्र भइदिया हुन्थ्यो नि त। यो अरबौँ अरब वनस्पतिहरू जुन अब तपाईँ हामीलाई के खाने कि होइन, सागसब्जीदेखि लिएर हरेक कुरा, त्यो सागसब्जी एउटा मात्रै हो र कतिौँ किसिमको, हरेक किसिमको। भनेपछि यो जसले रच्यो, जसले बनायो, म त यही देखेर दङ्ग छु कि, यही सोचेर पनि दङ्ग छु। यहाँनिर यसको मतलब के हो भने जसरी अब हामीले डार्विनको थ्योरीमा जुन इकोसिस्टम आउँछ, यहाँ धेरै त्यस्तो भविष्यवाणीहरू भएको होइन। जस्तो केही होइन अन्य विभिन्न धर्मसँग सम्बन्धित अथवा विभिन्न सम्प्रदायहरूले, विभिन्न वैज्ञानिकले समेत यो संसार अब सकिन्छ, अब ध्वस्त हुन्छ भनेर चाहिँ त्यो कहिलेकाहीँ न्युज आउँछ र त्यो सधैँ फेक भएको छ। आजसम्म तपाईँले हेर्नु होला इतिहासलाई है, कतिौँ पटक त्यो न्युज आएछ र त्यो सबै फेक भयो। तर एउटा कुरो म के भन्न चाहन्छु भने त्यो न्युज फेक होइन, त्यो न्युज सत्य हो। उसले कसरी कुन आधारमा भने हुन्छ भने जस्तो तपाईँले एस्टेरोइड्सहरू, अब पृथ्वी ध्वस्त हुनको लागि पृथ्वीभन्दा ठुल्ठुला एस्टेरोइडहरू चाहिँ त्यो पृथ्वीको दिशामा आउँछ, पृथ्वीमा गति गर्दै आउँछ, यति स्पिडमा हुन्छ कि त्यो दुईटा जस्तो धरतीसँग यो पृथ्वीसँग ठोक्यो मात्र भने पनि पृथ्वीको त नक्सा नै भेटिन्छ होइन। त्यति पावरफुल, त्यति शक्तिशाली एस्टेरोइड्सहरू चाहिँ आइरहेको हुन्छ। त्यो देखेर उहाँहरूले चाहिँ गेस गरे अबको यति वर्षपछि त्यो आइपुग्छ नि, त्यसको क्यालकुलेसन गरे। साइन्स ठिक छ, तर जहिले पनि नजिक आइसकेपछि त्यो एस्टेरोइड कहाँ जान्छ ल। जहिले पनि यो यस्तो भएको पृथ्वीमा आयो तर ध्वस्त हुनुपर्ने, कसले बचाउँछ बचाउँछ।
अनि फेरि उनीहरू दङ पर्छ कि त्यहाँसम्म त्यो उनीहरूले जुन जुन डाइरेक्सन बनाएको छ त्यही डाइरेक्सनबाट आयो। पृथ्वीको जुन एउटा लेयरसम्म आइपुग्दा एउटा सर्टेन डिस्टेन्ससम्म आइपुग्दा त्यहाँबाट त्यो कहाँ गायब हुन्छ कुनै पनि पत्तो हुँदैन। यो त हजुरले भनेको त चुम्बकको नर्थ पोल र साउथ पोल जस्तै हो त, आउँछ भन्ने थाहा छ, आउने बित्तिकै फेरि कहाँ जान्छ त्यो त्यसको लागि अन्त डाइभर्ट हुन्छ। भनेको मतलब के हो भने जसले यो बनायो नि, त्यो ब्रह्माण्ड बनायो, जसले यो पृथ्वीमा यहाँ त प्राणी छ नि, जीवन छ नि, त्यसकारण यसलाई रक्षा गर्ने पनि त्यो सिस्टम पनि उसले नै बनाएको छ कि। त्यसकारण इभन साइन्स पनि फेल खाएको। यहाँबाट हामीले के भन्न सक्छौँ भने जसले यसलाई रच्यो, जसले यसलाई बनायो, उसले यसको सबै कुराहरू कसरी यसलाई जोगाउने, कसरी बचाउने, यसलाई कसरी राख्ने, होइन, किनभने यहाँको जुन क्षति छ त्यो क्षतिलाई कसरी कम गर्ने त्यो पक्कै पनि उसैले सोचेको छ। त्यसकारण यसको लागि हामी चिन्ता गर्नु पर्दैन। प्रिफिक्स छ एकदमै उसले बचाइ नै रहेछ कि, बार बार बचाइरहेछ। सो यहाँलाई चाहिँ कस्तो लाग्छ यो पुरा परमाणुहरू बनिरहेको छ नि, अनि इभन इलन मस्कले पनि एकपल्ट भनेको याद आउँछ मलाई के उहाँको सेयरिङमा कस्तो सुनिएको थियो भनेदेखि अब यहाँ एकजनाको मान्छेको दिमाग सड्क्यो भने यहाँ विश्व ध्वस्त हुनसक्छ, सो म चाहिँ मार्समा जान्छु, यदि म मर्नै पऱ्यो भने मार्समा गएर मर्छु भन्ने खालको कुराहरू व्यक्त गरेका थिए। के भन्नुहुन्छ यसमा? अब यो सन्दर्भमा एक हिसाबले त्यो सड्क्यो भन्ने कुरा हो, तर त्यो सड्किने व्यक्तिलाई चलाउने पनि त कोही होला नि। आजसम्म सड्किन दिएको छैन, आजसम्म उसलाई रोक्नु पर्ने ठाउँमा रोकेको छ, होइन, समाउनु पर्ने ठाउँमा समाएको छ, छेक्नु पर्ने ठाउँमा छेकेको छ, जे गर्नुपर्ने ठाउँमा गरे है। यहाँबाट हामीले के बुझ्छौँ भने हामी उसले बनाएको दुनियाँमा छौँ, उसले रचेको, र म जहाँसम्म सोच्न सक्छु त्यहाँबाट उसको दुनियाँ भनेपछि ऊ कति इन्फिनिटी होला, जसलाई म न समाउन सक्छु, न भेट्न सक्छु, न देख्न सक्छु, केही पनि गर्न सक्छु। त्यस कारण उसको जुन यो माया अथवा उसको लीला हो, यो सबै कुराहरू चाहिँ साइन्सले समेत समाउन नसकेको। त्यस कारण मलाई चाहिँ निश्चिन्त छु उसले नै बचाउँछ, र समय आइसकेपछि हरेक कुराहरूलाई हामीले स्वीकार्दै पनि जानुपर्छ। र राम्रो नराम्रो दुइटै व्यक्तिहरू छन्, र यही राम्रो नराम्रो भएर सायद यो सन्तुलन पनि भइरहेको छ। हो, सो मोरओभर मैले के बुझेँ भनेदेखि त्यो उसको दिमाग सड्किने भन्ने प्रसङ्गमा उसको सड्किने बेलामा फेरि आध्यात्मबाट अब कताबाट हुन्छ, फेरि त्यो चेन्ज डाइभर्ट हुन्छ, कताबाट मिल्छ भन्ने जस्तो कुरा हो यहाँको। अब यहाँनिर के भन्न सक्नुहुन्छ भने हिटलर हुनको लागि हिटलरको जुन एउटा छ त्यत्रो नरसंहारी, होइन, नरसंहार गरे उनले धेरै, सायद इतिहासमा यस्तो नरसंहार गर्ने व्यक्ति करिब हामीले सुन्न सक्दैनौँ, होइन। त्यो इतिहास पनि हामीले पल्टाएर हेऱ्यौँ भने त्यहाँ बुझ्न सक्छौँ। यहाँनिर के हुन्छ भने दानव छ भने देवता पनि, यो दानव र देवता दुइटै आवश्यक छ। यो मभित्रको साइकोलोजी हो, मभित्रको मनोविज्ञान हो। मभित्र पोजिटिभिटी छ भने कुनै पनि व्यक्तिभित्र नेगेटिभिटी पनि होइन। तपाईँले हेर्नु होला, जस्तो करेन्ट कुनै पनि हामी इलेक्ट्रिसिटी जुन हामीले युज गरिरहेछौँ, यो नेगेटिभ पोजिटिभ दुइटै भएन भने यो बत्ती पनि बल्दैन। भनेपछि दुइटै कुराहरूबाट चाहिँ यो सन्तुलित छ। सो हामी अन्त्यमा छौँ, अनि सो यहाँको खासमा यो गुरु कृपा फाउन्डेसनको मेन मोटिभ एम जे भन्नुहुन्छ के हो खासमा? सर्व कल्याण, सबैको मङ्गल। अब यहाँनिर हामीले मूलत अघि जुन भन्नुभयो यो पृथ्वीलाई नाश गर्ने, बिगार्ने, दुःख दिने, नराम्रो गर्ने, होइन, अरूलाई दुःख दिँदा खुसी हुने, अरूलाई काट्दा मार्दा इन्जोय गर्ने व्यक्ति पनि हुन्छ कि, होइन। त्यो दानवको संज्ञान त्यहाँ दिन सक्नुहुन्छ। तर केही व्यक्तिहरू अरूलाई दुख्दा आफूलाई दुख्ने व्यक्ति पनि छ, होइन। यो दुइटै कुरा चाहिँ यो पृथ्वीले पाएको छ। त्यसकारण यहाँ दानव मात्र छैन, देवता पनि छ। र जुन हाम्रो कर्म के हो, निरन्तर हामीले के गर्नुपर्छ, आफू खुसी भएर अरूलाई खुसी बाँड्नु, आफूभित्र उज्यालो प्रकाशले भरिएर हामी सारा जगतलाई प्रकाशित गर्नुपर्छ। ज्ञानको प्रकाश, अन्धकार छ उज्यालोतर्फ हामी जाने जुन बाटो छ, एउटा यो गुरु कृपाले निरन्तर हाम्रो चेतनाको विकासलाई अगाडि बढाउँदै हामी अगाडि बढ्न सक्छौँ। र यो गुरु कृपा फाउन्डेसनले नितान्त रूपमा कयौँ जन्म लाग्ने, कयौँ व्यक्तिहरूको, होइन, कयौँ मनुष्यहरूको जीवनमै ठुलो
एउटा मार्ग, एउटा साथी हैन, जसलाई चाहिँ म पूर्णतया विश्वास गर्न सक्छु। आफ्नो आध्यात्मिक यात्रालाई अगाडि बढाउन र केही सत्कर्म गर्न र यो सारा यो जगतकै कल्याणका लागि लाग्नको लागि चाहिँ यो फाउन्डेसन जन्मिएको छ र यसले सत्कर्म नै कयौं व्यक्तिहरूलाई चित्त नबुझ्ला, ठिक नलाग्ला। कति व्यक्तिहरू 5 वर्षपछि, 10 वर्षपछि र अबको 100 वर्षपछि हामी कहाँ आउनु होला हैन। कतिलाई ध्यान भनेको आज बुझ्नुहुन्न, डिप्रेसन भएपछि लौ न ध्यान चाहिँदो रहेछ भन्नुहुन्छ हैन। कोभिड आयो, योग गर्नु पर्दो रहेछ, योग गर्यो भने योग गर्ने व्यक्ति हुष्टपुष्ट हुँदो रहेछ, ऊ सन्तुलित हुँदो रहेछ, स्वस्थ हुँदो रहेछ। कोभिडले सिकाएर गयो। त्यसकारण हाम्रो जीवनमा हरेक कुराले हामीलाई सिकाउँछ र फाउन्डेसनले निरन्तर चेतनाको विकासको क्रममा, ध्यानमा, साधनामा हैन सदैव हामीले गर्ने कर्महरू गरिरहन्छौँ र यसरी नै यो संस्थाको जन्म पनि भयो। सो ओके, जाँदै यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि हाम्रो टेक्निकल टिमहरूमा हुनुहुने हाम्रो सम्पूर्ण साथीभाइहरूलाई पनि धेरै धेरै धन्यवाद। सो यहाँले यहाँको अमूल्य समय दिएर हामी कहाँ आउनुभयो, सो यहाँलाई पनि धेरै धेरै धन्यवाद। हस्, यहाँलाई पनि धन्यवाद छ र त्यसै गरी सबै साथीहरूलाई, सबै मित्रहरूलाई ब्याक स्टेज हामीलाई सपोर्ट गर्ने हैन, हामीलाई यो अवसर हैन, यसलाई चाहिँ कम्प्लिट गर्नको लागि चाहिँ सबैको भूमिका छ र यहाँहरू सबैजनालाई यो एल्बिन प्रोडक्सनकै सबै टिमलाई नै म एकदमै धेरै धन्यवाद पनि दिन चाहन्छु र आगामी दिनमा यहाँहरूलाई शुभकामना र उत्तरोत्तर प्रगतिको लागि पनि म यहाँहरूलाई शुभकामना दिन चाहन्छु। थ्याङ्क यू सो मच। थ्याङ्क यू।